आज हामीले 68औं सहकारी दिवसको रूपमा यो वर्षमा अन्तर्राष्ट्रिय वर्ष मान्य अन्तर्राष्ट्रिय घोषणा अनुसार हामीले देशभरिका 77 जिल्लामा आज सहकारी दिवस मनाइरहेका छौं। यो एउटा सन्देश दिने गरी अगाडि बढाएको कुरा पनि मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र यहाँ यो कार्यक्रममा उपस्थित भएर यहाँहरू विभिन्न सहकारी अभियानमा जोडिनुभएका सम्पूर्ण अभियानकर्मी र सम्पूर्ण महानुभावहरुमा म हार्दिक शुभकामना पनि टक्राउन चाहन्छु। र धेरै कुराहरू नगरिकन मेरो प्लेन 3 बजेको छ र कुराहरू बसेको छु, त्यसकारण चाहिँ म जानै पर्ने छ। यहाँसँग धेरै कुराहरू गर्न पाइन, भेटमा पनि गरौँला। कतिपय यहाँ विज्ञहरूले विभिन्न पार्टीबाट प्रतिनिधित्व गर्ने नेताहरूले विभिन्न सुझावहरू पनि दिनुभएको छ। उहाँहरूको सुझावलाई हामी ग्रहण गर्छौं। नमिलेका कुराहरूलाई मिलाउने कुरामा तपाईँ हामी सबै लाग्यौं। हिजोका दिनमा पनि तपाईहरु कहीं न कहीं प्रतिनिधित्व गर्नुहुन्थ्यो, त्यति बेला हामीले गरेनौं भन्ने कुरा देखि लिएर हामीले अभिव्यक्ति गर्ने कुराहरूले कति कुरा असर पार्छ कति पार्दैन भन्ने कुराहरू पनि हेक्का राखिदिनको निम्ति पनि मैले अनुरोध गर्न चाहन्छु कि आफूले मौका पाउँदा वास्ता नगर्ने, अरूले जिम्मा लिँदा अनि बढी कुरा गर्ने कुराले हामी समस्याको समाधान गर्दैनौं र चुरोमा पनि पुग्दैनौं। त्यसकारण यो सहकारलाई अगाडि बढाउन र राज्यले अगाडि बनाएको नीति 3 खम्बाको 1 खम्बा हो भन्ने प्रमाणित गराउनको निम्ति तपाई हामी सबै भावनात्मक रूपले अगाडि बढ्ने जरुरत छ। हामीले के कुरालाई ग्रहण गर्नुपर्छ भने हिजोको दिनमा 2074 सालमा सहकारी ऐन बन्यो, त्यतिबेला पनि हामीले सम्पूर्ण कुराहरू सहकारी क्षेत्रका समेट्न सकेनौं भन्ने कुरो तपाई हामीले महसुस गरेको कुरा हो। त्यसकारण त्यो कुरालाई मध्यनजर गर्दै अहिले हामीले आवाज गरिराखेको छिटो भन्दा छिटो सहकारीमा देखिएका समस्याहरू समाधान गर्न पर्यो, नियमन प्राधिकरण ल्याउनु पर्यो, कर्जा असुली चाहिँ न्यायाधिकरण गठन गर्न पर्यो, सूचना केन्द्र खोल्न पर्यो, बचत सुरक्षण कोष गर्न पर्यो भनेर हामीले आवाज गरेका। यो छिटो गर्न पर्यो भन्ने आवाज र सहकारीमा देखिएका र सहकारीलाई भड्काएर फाइदा लिन खोज्ने तत्त्वहरूले विभिन्न खाले अभियान चलाएको हुनाले त्यसलाई नियन्त्रण गर्न, त्यसलाई ल्याउन र सहकारी समस्या समाधान गर्नको निम्ति यसलाई छिट्टै ऐनको रूपमा परिणत गर्नुपर्ने थियो। हाम्रो यो ऐन बनाउने जुन लामो अवधिका प्रोसेसहरू छन् त्यसलाई पुर्नियो भने यो सहकारी भान्न खोज्ने तत्त्वहरू अझ बढी सरल बनाउँछन् भन्ने सोचका साथ हामीले गर्नै पर्ने थोरै कुराहरू मात्रै अहिले अध्यादेश मार्फत विधेयक बनाएर अहिले पारित गरेको अवस्था छ। संसदबाट भर्खरै पारित भयो, राष्ट्रपतिज्यूले त्यसलाई प्रमाणित पनि गरिसक्नु भएको छ। हामीले के कुरालाई अब चित्त बुझाउँ अथवा के कुरालाई सम्मान गरौँ भने आएका चिजहरूलाई व्यवस्थित गरेर अगाडि बढाउँ, नपुगेका कुरालाई हामी ऐनमा संशोधन गरेर जाने हिम्मत गर्छौं, हामी सबै मिलेपछि हुन्छ भन्ने कुरालाई अगाडि सारौँ। यो कुराहरू मैले यहाँलाई अनुरोध गर्दै अब हामी सहकारीमा समस्या आयो होइन, सहकारी व्यवस्थित छन् भन्ने सन्देश लगाएर समस्या ल्याउन खोज्नेहरूलाई खबरदारी गर्न जरुरत छ। यो कुराहरुमा यहाँहरू लाग्नुहुन्छ भन्ने विश्वासका साथ यो अभियानमा यहाँहरूले जुन सहयोग पुर्याउनु विभिन्न क्षेत्रमा आज सहकारी विद्या हासिल गरेर प्रमाणपत्र बुझ्नेहरू पनि यहाँ हुनुहुन्छ। 18 जना हाम्रा विद्यार्थीहरूले जसले सहकारी सम्बन्धी अध्ययन गर्नुभयो, उहाँलाई हामीले आज प्रमाणपत्र दिएका छौँ। यहाँ नृत्यकारहरूले विभिन्न संस्कृति झलक देखाउनुभयो, अरू उद्घोषकहरूले राम्रोसँग उद्घोषण गरेर आज परिष्कृत पार्नुभयो। सबैलाई धन्यवाद दिँदै आगामी दिनमा त भावनात्मक एकता कायम गरेर सहकारीमा गर्नुपर्ने कामहरूलाई अझ एकताबद्ध भएर हामी लागौँ र छिटोभन्दा छिटो सहकारीका समस्याहरू समाधान गरेर सहकारी एक छन्, सहकारीले गर्न सक्छन्, यो राष्ट्रको एउटा खम्बा सहकारीले हो भन्ने प्रमाणित गरौँ। यही कुराहरू राख्दै सम्पूर्ण सहकारी अभियन्तालाई पुनः धन्यवाद दिँदै सहकारीमा लामबद्ध हुनुको निम्ति अनुरोध गर्दै मेरा भनाइहरू अन्त गर्छु र यो कार्यक्रम